मलाई के लाग्छ भने नि यो क्लाइमेट हिमालको माथिका कुरा गर्दाखेरि कहिलेकाहीँ हाम्रो अनन्त मोहन सरले भन्नुभयो हैन संविधानले यति राम्रो ब्युटिफुली गरेछ हैन नियम कानुन राम्रो बनाएको छ राम्रो स्टेज भएर डान्सर चाहिँ गतिलो डान्सर नभएको जस्तो लाग्छ हैन यो कुरा मैले के भन्न चाहे भने म बिफोर गोइङ टु हिमालमा को लाग्छ भने यो पाँचवटा एरिया बडा मर्के सर्के मलाई बडा गाह्रो लाग्छ कि अघि कसैलाई भन्नु पनि ग्यापहरू कहाँ छ भनेर मलाई सबभन्दा ठुलो ग्याप गभर्नेन्समा जस्तो लाग्छ कि हाम्रो है हजुरले भन्नुभयो रिजनलमा नेसनलमा के कुरा गर्नु गभर्नेन्सको सबभन्दा ठुलो ग्याप त्यसपछि आएर मेमोरी लसको ग्याप छ कि हाम्रो त मन्त्रालयहरू जानुभयो भने कुन चाहिँ फाइल कहाँ पुग्यो भन्ने त्यसको कन्टिन्यू अघि नेगोसिएसनमा त पहिलेको फाइलमा के भन्यो हामीले के कमिट गऱ्यौँ त्यसको कमिटीमा कसरी लाने भन्ने कुरा थाहा पाउनु पऱ्यो नि त हैन त्यसपछि तेस्रोमा इफिसियन्सी ग्याप क्या अघि हजुरले भन्नुभयो त्यो फन्डिङको ग्याप आई नो वी अल नो हाउ मेनी ट्रिलियन्स द्याट्स ग्याप द रियालिटी इज भएको पैसा खर्च गर्न सक्दैन हेर्नुहोस् अनि त्यसपछि यो एउटा 5 वर्षमा बन्ने प्रोजेक्ट 20 वर्ष लाग्छ त्यसै पनि कस्ट मल्टिप्लाई यो अर्थमेटिकल भनेको जियोमेट्रिकल भएको हो कि त्यो हैन त्यो एउटा मेरो त्यो तीनटा त्यसपछि म सरलाई यो भन्दाखेरि अलिकति आउँछ हैन हिमालको भन्दा पहिले अब त्यसपछि मैले यो उहाँले भन्नुभयो जस्टिस डिनाएर जस्टिस धेरै गर्दाखेरि मलाई कहाँ लाग्छ भने जस्टिससँग अब हामीले रेस्पोन्सिबिलिटी एकाउन्टेबिलिटी कुरा गर्नुपर्छ जस्तो लाग्छ कि अब हाम्रो बिन्द्रजीले भन्नुभयो हामी सबैलाई थाहा छ नि युएसले के गर्यो भन्ने कुरो त हैन अब म के भन्छु भने यहाँ सबै सुन्ने चाहिँ बडा विज्ञहरू हुनुहुन्छ म साधारण मान्छे हो गाउँको गोठालो हैन काठमाडौँमा 1 2 3 पोल्युसन हुँदाखेरि कसले रोकेको थियो कसले चाहिँ रोकेको थियो त्यो धुवाँ त अमेरिकाबाट आएको थिएन त त्यो धुवाँ त कहीँबाट आएको थिएन अलिअलि इन्डियाबाट आएको थियो मसँग डाटा पनि छ म अहिले भन्दैन मात्रै हैन त्यो बेलामा कम गाडीले अल्टरनेटिभ गरौँ यो ठुलो कन्स्ट्रक्सनलाई अलिकति भए पनि एकछिनले रोकौँ हैन यो ठुलो ट्रकहरू ल्याउनलाई अहिले 2 दिनलाई राखौँ भने कसले भने त कसले रोकेको थियो कसै हाम्रो गृहमन्त्रीले ठ्याक्कै दिदिए त सकिहाल्छ क्याबिनेट डिसिजनले सबैले धुवाँ धुलो खानुपर्ने त थिएन खोकी लाग्नु पनि थिएन जुन आनन्द मोहन सरले भन्नुभयो नि संविधानले यति राम्रो इन्स्योर गरेछ हैन हेल्थ वाटर एभ्रिथिङ अब त्यो धुवाँ यत्रो अब हाइएस्ट लेभल नम्बर 1 मा पुगेपछि त हैन यो कुरा मैले त्यो भने त्यसपछि अब यो ग्रिन गोल्डको कुरा पनि के छ भने संविधान कन्जर्भेसनको कुरा गर्दाखेरि जहिले पनि हामी के भन्छौँ भने कन्जर्भेसनको मान्छेहरू विरोधी अब गर्दा गर्दा जजहरू पनि विरोधी हुन थालिहाल्यो हैन यो कन्जर्भेसनको कुरा सबभन्दा इन्ट्रेस्टिङ के छ भने मैले बारम्बार भन्ने गरेछु कि पानी बिना के पनि बाँच्दैन नम्बर 1 है त्यसपछि जबसम्म पृथ्वीमा पानी रहन्छ त्यो सिद्धिनेवाला पनि छैन 2/3 छ है यो घाम लागे गर्छ यो बिलियन्स लाग्छ हेर्नुहोस् यो दुईटा जब रहन्छ यो सबै इभोल्युसन हुन्छ हैन तर हामी कहाँबाट बाँच्छौँ त्यो कुरो त सबैले लिनु पऱ्यो नि अनि त्योसँग म बारम्बार के भन्छु भने कन्जर्भेसनिस्टको हिसाबले हामीले लिभिङ प्लानेटले छोडेर जाउँ नेक्स्ट जेनेरेसनको कुरा गर्छौँ कि मलाई आजकल कहाँ चिन्ता लाग्न थाल्यो थाहा छ नेक्स्ट जेनेरेसन गतिलो तयार भएन भने के गर्नु त हैन फास्ट फुड फास्ट एन्जाइटी हैन फास्ट ग्रेटिफिकेसन सबै फास्ट यो धेरै डेभलपमेन्टको फास्ट डेभलपमेन्टले इन्डस्ट्रीले गर्दा यो हालत भयो भने यो पृथ्वीमा जे बिग्रेको नि गएको 60 इयर्समा बिग्रेको नेपालमा पानी छ 84% अफ द स्पिसिस अफ फ्रेश वाटर पपुलेसन हेभ लस्ट इन लास्ट 50 इयर्स त्यसकारण म यो लामो कुरा गर्दैन अब अलि छोटाउँछु म हैन त्यसकारण यो क्षेत्रमा चाहिँ पोलिसी मेकरदेखि लिएर गाउँसम्म एउटै हुनु पर्यो क्या क्लाइमेट साइन्सको कुरा गरेर के गर्नु त गाउँमा त रियली अब म बल्ल मेरो गाउँमा छिर्दैछु हैन यो इन्क्लुसिभको कुरा गर्दाखेरि एकदम जरुरी छ कि इन्क्लुसिभ त हाम्रो मलाई चाहिँ अहिले म भर्खर कुरा गर्छु यसलाई अन्यथा नलिनु होला हैन हाम्रो संविधान कति राम्रो इन्क्लुसिभ छ नि त हैन र सुन्दरजी पनि यही हुनुहुन्छ हैन पोलिटिसियन यो फास्ट पोस्ट पास्टमा कति राम्रो इन्क्लुसिभ थियो हैन र त्यहाँ त को ल्याउनेवाला थियो दाइले को छ भने हेर्नुभयो भने त डाटा म बन्दै भन्दैन जनताले साँच्चै चुनेको राज्य गर्ने भनेको नि त अहिले मन्त्री को छ भने साँच्चै चुनेर आएको होइन त म हेर्नुहोस् न म त्यही भएर गभर्नेन्सको एकदमै जरुरी छ भन्छु अब म बल्ल मेरो गाउँमा आउँछु त अब हिमालमा त्यसै पनि हेर्नुहोस् इम्प्याक्ट छ होइन हिमाल इम्प्याक्ट यति धेरै छ कि मेरो गाउँको मान्छेहरू बस्तीबाट गाउँ सर्व भएको तीनवटा बस्ती गाउँ सर्व भयो गएको 20 वर्ष भइसक्यो त्यही सम्झौँ
अनि अर्को पनि त्यही लाइनमा छ हैन। इम्प्याक्ट यति धेरै छ भने साध्य नै छैन, तर इम्प्याक्ट हुँदाखेरि त्यसपछि पानी सुकेर इम्प्याक्ट भएछ म्याक्सिमम। त्यसरी पोल्युसनको कुरा आफ्नै ठाउँमा छ हैन। अनि यो कुरा अब कागबेनीमा देखाइहाल्नु भयो तपाईँले हैन कसरी भयो। र यसमा मैले एउटा मेरो अन्तिम अनुरोध के छ भने सरले धेरै कुराहरू हामीले एक्सन कुरा गर्दाखेरि साँच्चै जनतालाई पनि अलिकति राम्रो सुशासित गरेर मानेन भने पनि समस्या छ भने झिक्नुपर्ने बेला भएछ कि। सबै कहाँ भनेको मान्छ र काठमाडौँ सबभन्दा एजुकेटेड मान्छे यहीँ छ। अब दिनमा 200 वटा गाडीले बिगारिहाल्छ हेर्नुहोस्। दिनमा 2000 मान्छेले जहिले पनि ट्राफिक रुल भत्काएकै छ। त्यो मोस्ट एवेयर मान्छे त यहाँ छ नि। त्यस कारण जिम्मेवारी सरकारले यो त्यो यस्तो बनाउनु पर्छ सङ्घर्ष। साँच्चै के भल्नरेबल मोस्ट डिजास्टर प्रोन एरियाबाट मान्छेले ठिक ठाउँमा काम बस्थ्यो, त्यो बस्ती बस्ने बेला भएछ कि। फायर हामीले रोक्न सक्दैनौँ हेर्नुहोस्, तर फायरमा त्यो सोत्तरलाई निकालेर अर्ग्यानिक मल त बनाउनु पऱ्यो नि त होइन र। त्यो कसले रोकेछ हामीलाई? हिमाल पकाउन रोक्न सक्दैन, तर हिमाललाई साँच्चै लेन कभरले बचाएर पानीको वाटरसेड बचाउन त हामीले सक्छौँ सक्दैन? हाइड्रो पावर बिल्ड टु अपरेट ह्यान्ड ओभर हेर्नुहोस् होइन, सबैलाई थाहा छ नि त। हाइड्रो पावरको पनि हुन्छ यहाँ। त्यो 40 वर्षदेखि हिमाल पक्रिनु पनि हामीलाई थाहा छ नि त। अनि बाँकी पानी कहाँबाट आउने? अनि टुप्पोसम्म थर्ड छ। अस्ति सबैजना श्रीमानले लेख्नु भएको छ केस बेसिसमा हेर्ने भनेर लेख्नु भएको थियो। त्यो अस्ति यो नयाँ नियमको आउँदाखेरि होइन एकदमै भनरेबल 3000 भन्दा माथि ठुलो हाइड्रो पावर बनाएपछि त्यो मुनिको हाइड्रो पावर पनि सिक्योर हुँदैन भन्छु म चाहिँ। इन्सुरेन्सहरू कसले गर्ने? त्यो कन्जर्भेसन भनेको साँच्चै सिट ब्याङ्क नाचेर कन्जर्भेसन हुँदैन। म क्लाइमेट चेन्जको अब लास्टको कुरो यो हो, हाम्रो चितवन बर्दिया जस्तो जहाँ बाघ गएर बसेका छौँ, जहाँ लाखौँ मान्छेको रोजगारसँग सम्बन्धित छ, जहाँ अनन्त कालसम्म इन्डस्ट्री चल्छ त्यसले होइन, त्यस्तो ठाउँमा माथिको पानी सबै सुकेर त्यो चाहिँ पोल्युसन भयो भने कहाँबाट बाँच्छ अब त होइन। यो कुरा त एकदमै लङ टर्म सोच्नुपर्ने बेला भएछ। अनि मैले भने हिमालमा त मेरो गाउँमा स्याउ फल्न थालेछ, मलाई बडा चिन्ता लाग्यो यहाँलाई हेर्दाखेरि। मान्छे दम खाएछ कि टेम्परेचर बढेछ, स्याउ मारेछ, त्यो उवा रोप्नु भन्दा त स्याउको खेतीले भयङ्कर पैसा आउँछ, रुखमै किन्न आइपुग्छ। तर रियालिटी प्रब्लम के छ भने भोलि त्यो स्याउ बिग्रियो भने चाहिँ के चाहिँ रोप्ने? फुड सिक्युरिटी काम हुने नि। उहाँले भन्नुभयो जेनेटिकको कुरा, हाम्रो जेनेटिक लोकल जिन पनि जिन ब्याङ्कमा राख्न सकेन भने भोलि जेनेटिक मोडिफिकेसन गर्ने रिसोर्स पनि हुँदैन हामीसँग। अनि त्यहाँबाट किनेको नि हाम्रो वरिपरिको मकै रोप्नेहरूले वर्षपछि मकैको बिउ किन्नुपर्छ, हो त कहाँ सम्भव हुन्छ? यो कुराहरूले एकदमै सोच्नुपर्ने भएछ होइन। हामी त्यसमा लाग्नुपर्ने भएछ। मैले यहाँ अहिले रोकेँ सर।